फाल्गुन महिनाको 28 गतेलाई मैले विशेष र पावन दिवसको रूपमा लिने गरेको छु। यस अर्थमा कि फागुन महिनाको 28 गते हामी सँगै मर्ने र सँगै बाँच्ने कसम खाँदै वैदिक विधि अनुसार दाम्पत्य जीवनमा जोडिएका थियौं र यो दिन जसरी प्रकृति र पुरुष मिलेर यो ब्रह्माण्ड बनेको छ त्यसरी नै हामी स्त्री र पुरुष दुई आत्माहरूको समायोजन भएको दिन थियो। तसर्थ यो दिनलाई मैले एउटा आफ्नो जीवनको ठूलो महामहोत्सवको रूपमा स्मरण गर्ने गरेको छु र यो आज 2081 सालको फागुन महिनाको 28 गते आज हाम्रो वैवाहिक वर्षगाँठमा बाँधिएको 17औं वर्ष पूरा भई 18 वर्षमा प्रवेश गरेको छ। यो पावन दिवसमा म मेरी अर्धांगिनी जीवन संगिनी श्रीमतीलाई अनन्त शुभकामना व्यक्त गर्न चाहन्छु। वास्तवमा मनुष्य जीवनलाई फलीभूत र आनन्दमय बनाउन वैवाहिक सम्बन्ध अपरिहार्य हुँदो रहेछ। त्यसैले त होला त्रिकालदर्शी ज्ञान विज्ञानका खानी ऋषिमुनिहरूले पनि दाम्पत्य जीवन नै रोजे, अनन्त ब्रह्माण्डको ज्ञान दिँदै गृहस्थ जीवनबाटै मोक्ष प्राप्ति हुन सक्ने सन्देश समेत दिए र यही सन्देश स्वरूप हामीले लिन सक्छौं। प्रकृति र पुरुष बिना जीवन सम्भव छैन भन्ने ऋषिमुनिहरूले दिएको उदाहरण महाभारतको जरासन्ध बाट पनि हामीले लिन सक्छौं। जरासन्धको जब जन्म भएको थियो दुईटा आमाहरूले स्त्री र पुरुषका दुई अंगहरू जन्माएका थिए र ती दुई अंगहरू अलग अलग हुँदाफेरिमा कुनै अर्थको एउटा जीवन पूर्ण नभएको देखि तिनीहरूले त्यो जरासन्धलाई झाडीमा लगेर फालेका थिए। संयोगवश जरा नाम गरेकी एउटा राक्षसनीले ती दुवै प्रकृति र पुरुषका अंगहरूलाई एउटा सन्धि गरिदिएको हुनाले जरासन्ध जस्तो एउटा बलवान, यद्यपि भगवान श्रीकृष्णलाई समेत एउटा परास्त गर्न सक्ने क्षमता भएको बलवान जरासन्धको जन्म भएको थियो। यसले के देखाउँछ भने हामी भित्रको एउटा पूर्ण अंग हुनको लागि पनि स्त्री र पुरुषको मिलन आवश्यक छ र स्त्री र पुरुषको एउटा मिलन बिना अथवा प्रकृति र पुरुषको मिलन बिना एउटा पूर्ण जीवन हुन सक्दैन भन्ने कुरो हाम्रा शास्त्रहरूले पनि र हाम्रा ऋषिमुनिहरूले पनि हामीलाई सन्देश दिएका छौं। आज हाम्रो दाम्पत्य जीवनको 18औं वैवाहिक वर्षगाँठको यो सुनौलो अवसरमा मेरी प्यारी जीवन संगिनी, मेरी अर्धांगिनी, प्यारी श्रीमती तिमीलाई हृदयदेखि अनमोल शुभकामना अर्पण गर्दछु। प्रिय, तिमी मेरो जीवनको अनमोल हीरा हौ। तिमीले मेरा हरेक पललाई सुनौलो बनाएकी छौ। 18औं वर्षको यो सहयात्रामा तिम्रो साथले मेरा हरेक संघर्षलाई सहज र हरेक खुशीलाई अझ अर्थपूर्ण बनाएको छ। तिमी केवल मेरो जीवन संगिनी मात्र हैनौ, तिमी मेरो साहस अनि हृदयको धड्कन हौ। तिम्रो माया, स्नेह र तिम्रो समर्पण
र साथ बिना मेरो जीवन अधुरो थियो। 18औं वर्षगाँठको यो विशेष दिनमा म प्रार्थना गर्दछु कि हाम्रो माया प्रेम यस्तै गहिरो, अटल र उदाहरणीय बनिरहोस्। अनि हाम्रो सुनौलो भविष्य अझ खुशी, स्नेह र समझदारीले भरिपूर्ण हुँदै सर्वसमृद्धिको लक्ष्य चुम्न सक्षम रहोस्। हाम्रो प्रेम चन्द्र र सूर्य जस्तै जुनी जुनीसम्म अटल र अमर रहिरहोस्। 18औं वर्षगाँठले हाम्रो माया र प्रेमको सहयात्रालाई अझ मजबुत, अर्थपूर्ण र ऊर्जाशील बनाउँदै अनन्त ब्रह्माण्डसम्मको सहयात्रा सयर गर्दै चिर शान्ति प्राप्तिसम्मका लागि मार्गदर्शक बन्दै जाओस्। यो पुनित अवसरमा तिमीप्रति अनन्त प्रेम र सम्मान सहित सुस्वास्थ्य, दीर्घायु र सर्वसमृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। ह्याप्पी 18th एनिभर्सरी माई डियर, लभ यू सो मच।